तपाईको सबैभन्दा ठुलो गल्ती तपाईले हरेक कुराहरू आफ्नो नजिकको मान्छेलाई सेयर गर्नुहुन्छ। तपाईको दिमागमा केही प्लानिङहरू छ, त्यसलाई चाहिँ अरूलाई सेयर गर्दा चाहिँ के हुन्छ भन्ने कुराहरू चाहिँ आज म भन्न गइरहेको छु। के हुन्छ भन्दाखेरि तपाईले आफूले एउटा कुनै प्लानिङ गर्नुभयो, त्यसलाई चाहिँ 10 ठाउँमा गएर भन्नुभयो भने भोलि त्यो कुराहरू भएन भने अथवा केही समयपछि तपाईको साथीहरूले चाहिँ खै त भएन त, खै त भनिस् भन्नुहुन्छ क्या। त्यो भएको हुनाले आफ्नो कुराहरू सेयर गर्नु हुँदैन होइन। यो त सानो कुरा हो, तपाईँले चाहिँ कोहीलाई भन्नुभयो आँखा लाग्छ नजर लाग्छ भन्ने कुराहरू, यो त नर्मल कुराहरू भयो होइन। साइन्टिफिक तरिकाले भन्नुपर्दा चाहिँ तपाईँले कोहीलाई भन्नुभयो, त्यो कुराहरू चाहिँ उहाँहरूले फेरि तपाईँलाई खै त तेरो भएन त, खै त भन्नुभयो भने तपाईँको दिमागमा के पर्छ भन्दाखेरि ए हुँदैन क्या हो भन्ने पर्छ, नेगेटिभ जान्छ क्या। तर तपाईँले केही समय चाहिँ होइन म गर्न सक्छु भन्ने तरिकाले आफूले मोटिभेसन दिनुहुन्छ होइन। तर तपाईँको दिमागमा चाहिँ सबकन्सियस माइन्डमा चाहिँ त्यो परिरहेको हुन्छ क्या। कहिले पर्छ भन्दा कहिले थाहा हुन्छ भन्दाखेरि तपाईँले भनेको जस्तो नहुँदाखेरि, जस्तै तपाईँले केही सोच्नु भएको छ, बिजनेस सोच्नु भएको छ, होटल सोच्नु भएको छ, क्याफे सोच्नु भएको छ, तपाईँले भने जस्तै त्यतिखेर मान्छे आएन भने ए हुँदैन क्या हो भन्ने हुन्छ। तपाईँले युट्युब च्यानल खोल्नु भएको छ भने तपाईँकोमा भ्युज आएन भने हुँदैन क्या हो भन्ने हुन्छ। तपाईँले कुनै एकाडेमी खोल्नु भएको छ, भने जस्तो मान्छे आएन भने हुँदैन क्या हो भन्ने जस्तो हुन्छ क्या। त्यो भएर तपाईँले कोहीलाई सेयर नगर्नु, हरेक कुराहरू सेयर नगर्नुहोस् होइन। के हुन्थ्यो त नि तपाईँले यो कुराहरूलाई अरूलाई नभनेको भए के हुन्थ्यो त नि भन्ने हुन्छ होइन। यो भन्नु भएन भने के हुन्छ भन्दाखेरि तपाईँले आफ्नो प्लानिङहरू होइन आफूमा मात्रै सीमित हुन्छ क्या, आफू मात्रै सीमित हुन्छ, आफूले मात्रै काम गर्न पाउनुहुन्छ, भित्र काम गर्नुहुन्छ होइन। जति पनि अहिलेसम्म सक्सेसफुल मान्छेहरू छ तिनीहरूले चाहिँ पहिल्यै गीत गाएर हिँड्दैनन् कि, पहिल्यै भन्दै हिँड्दैनन् मैले यो गर्दैछु त्यो गर्दैछु भनेर हिँड्दैनन्। उनीहरूको दिमागमा चाहिँ भित्रभित्र चाहिँ चलिरहेको हुन्छ कि, भित्रभित्र चलिरहेको हुन्छ, प्लानिङहरू चलिरहेको हुन्छ। जब उहाँहरूले सक्सेसको लागि त्यो है यो म मार्केटमा राख्दाखेरि यो चिज हुन्छ है भनेपछि बल्ल भन्नुहुन्छ कि होइन। अनि त्यो भएको हुनाले यदि तपाईँले भन्नु भएन भने चाहिँ के हुन्छ, कोही आफ्नो प्लानिङहरू कोहीलाई भन्नु भएन भने के हुन्छ भन्दाखेरि तपाईँको त्यो दिमागमा तपाईँको मात्रै सीमित हुन्छ कि त्यो कुराहरू। त्यसपछि तपाईँले त्यो कामहरू बेटर गर्न सक्नुहुन्छ कि, मैले कोहीलाई देखाउनु पर्छ भन्ने हुँदैन कि। त्यो काम चाहिँ बेटर गर्नमा एकदम तपाईँ लागि पर्नुहुन्छ कि, कसरी हुन्छ राम्रो गरौँ भन्ने हुन्छ। तपाईँको दिमागमा मात्रै हुन्छ क्या त्यो कुराहरू। त्यो भएको हरेक कुराहरू सेयर नगर्नुहोस् होइन, सेयर नगर्नुहोस्। आफ्नो कुराहरू प्लानिङहरू कोहीलाई नभनिकन भित्रभित्र काम गरेर चाहिँ यो गर्नु होला होइन। त्यसपछि सक्सेस 100% हुन्छ। यो पहिल्यै नगर्दा चाहिँ मैले यो गर्दैछु त्यो गर्दैछु भनेर हल्ला नमचाउनु होला। हस्, थ्याङ्क यू।